हेलो एन्ड वेलकम ब्याक टु इन माई न्यू ब्लग है। फेरि आज पनि आफ्टर लङ टाइम धेरै पछि एउटा फेरि छोटो मिनी ब्लग लिएर आएको छु। आज चाहिँ हाम्रो अफिसबाट पिकनिकको प्लानिङ छ। सो अनि म चाहिँ अहिले यहाँ पुलतिर आएको छु। दाइहरू आउँछ एकछिनमा अनि टक्क एकछिन जानुपर्ने हुन्छ। आजको कस्तो हुन्छ के कस्तो हुन्छ हेरौँ। कति पछि बनाएको भएर अलिकति अनकम्फर्टेबल भइरहेको छ। सो हेर्दै जाउँ के कस्तो हुन्छ है त। स्टे ट्युन। यहाँ को मान्छे लुकेर बस्यो यस्तो के छ मेरो दाइ? गुड मर्निङ। गुड मर्निङ। अब चाहिँ यहाँबाट निस्किने हुँदै मेरो आउटफिट देखाइदिनु त लाउनु पुरै पुरै यो गाइज आज चाहिँ पुरै हर्सम्यान चस्मा चाहिँ अहिले नलम होला। कालो चस्मा छ अलि अँध्यारो छ। ढक्क दिउँसोतिर टक्क कालो चस्मा लाएर आजको भ्लग एकदम बवाल हुन्छ है। फेरि अब भ्लग त लामै हुन्छ होला नि। ल अघि चाहिँ भ्लग हाल्ने बिर्सेछ हाम्रो दाइहरू सबैजना। फेरि उफ्रिन्न फेरि यो सबैजना के बनाउने भयो। या ब्याकग्राउन्ड सिन दामी देख्नु अनि साथीले म चाहिँ टक्क होइन एउटा ब्याकग्राउन्ड सिनको लागि भ्लग हानेको है। फेरि अब के छ मेरो हिरो दाइ? चस्मा लगाइदिनु त। चस्मा भाँच्यो भने यार शिट यार के भयो चस्मा प्याक केटा हाते कुल्चेर यार हेर जुत्ता यार टुटो भयो यार एकछिन नाच्यो यार कालो हेर्नु न यहाँ यो कस्तो बवाल देखा दामी छ क्या। एउटा सिनेमेटिक लिनु पर्ला जस्तो छ है। हाम्रो यस्तरी सर र हेरौँ है त। ल हामीले ठ्याक्कै आफ्नो लोकेसनमा आएको छ। नयाँ लुक्स दिएको है। फेरि टोपी सोपी यो चाहिँ हाम्रो रिसोर्ट है आजको। यहाँ अब खै कस्तो छ भ्यूहरू केही थाहा छैन, अत्तो पत्तो छैन। एकछिनमा थाहा हुन्छ। हल्का गफ ओ पर चाहिँ प्याराग्लाइडिङ उडिरहेछ है। अलि जुमिङ राम्रो भएन तर देखिरहेको होला चरा जस्तो। त्यो चाहिँ यहाँ अलमलमा छौँ। अब यहाँबाट कहाँ जाने कहाँ सर्ने भन्ने फिक्सै भयो होइन। हेर्नु जानु भइरहेछ अहिले होइन। अब नजाने खिच्नु जाने तर भ्यू चाहिँ वरिपरि यसो हेर्दाखेरि चाहिँ एकदम हरियाली बवाल छ कि नेचुरल छ। ठिकै छ। सहरमा चाहिँ चट्टा जस्तो भइरहेछ यार। यति जा उकालो उक्लेर आउँदाखेरि नि देखाउने होइन। म एउटा चिज देखाउँछु। यता हेर त ल ल ल बाई हेलो गाइज ल हेलो गरे हेलो दिदी हेलो हेलो दाइ हेलो यस्तो डिलिभरी सुट चाहिँ बवाल। चिल आउट जोन यहाँ चाहिँ सबैजना चिल। अब तर दामी छ यार। बमले ग्रेनेडले हानिदिने हो क्या? ल फोटो अघि हाम्रो सक्यो। अब यहाँ चलिरहेछ अनि यता पनि फोटोसुटहरू चलिरहेछ है सबैपट्टि। दिदी ठिक छ नि है? यहाँ त ओहो ल बस यहाँ झन् के यहाँ फेरि ओहो यहाँ त डिएसएलआर छ कि क्या हो? जान बनेगा डॉन अंधेरी रातों में फुरफुरी
खै मेरो फोटो केटा कहाँ गाडीमा लुकेर बसेको यार यस्तो हुँदैन बेला साथ यार 500 रुपियाँ हालिसक्यो 1000 रुपियाँमा अब बाँकी भनेको मसँग यति हो यत्रो बेरपछि बल्ल बल्ल हाम्रो लन्च सुरु हुन्छ अनि त्यसपछि टक्क इन्जोय चाहिँ भइरहेछ अलिक कन्टिन्यू भ्लग गरेर प्रेमलाई 100 रुपियाँ 5000 रुपियाँ हो क्या यस्तो रेकर्ड गरेको 1000 रुपियाँ दिन्छ है अनलाइनमा वेलकम ब्याक पिस अहिले खाना कसरी हेलो हेलो ठिक छ जिम्बल होइन हेलो हेलो ओ मेरो लाइन यहाँ छ है मेरो लाइन यहाँ छ है अब हामी राख्छौँ कहाँ मेरो स्न्याक्स यति छ ओ यहाँ दाइको मासु हेर न ओ माय गॉड वाउ ल है त एकचोटि चाहेर हेर न अब चाहिँ टक्क दिन चाहिँ बाँकी हो योभन्दा धेरै खान सकेर जस्तो छैन खाना चाहिँ डेन्जर खान्छ तर ट्राई गर्छु यति खानु चाहिँ अब म अब यसो एकछिन खाएर यो डान्स पनि गर्नुपर्ने हुन्छ मेनलाई कहाँ अहिले नि यहाँ टक्क खाँदै हुनुहुन्छ यहाँ हो भएर सधैँ खाइभ्याउँछ खाइभ्याउँछ ल डान्स हेर्नुपर्छ अब चाहिँ गेम खेल्न जाँदैछौँ हामी डोरी तान्ने गेम सबैजना रेडी डोरी तान यहाँ छ डोरी पनि यहाँ हिलो 4 लाग्छ हिलो भन्न आएछ त्यहाँबाट यसो गेमको तयारी हुँदैछ डोरी तान अरे बा भन्दै न ल जुत्ताको हाल त यस्तो यो है मेरो विनर बेस्ट अफ 2 मा नि हामीले जिते बेस्ट अफ 3 मा भरत लड्न लाग्थ्यो के थियो है यो बेस्ट अफ 3 मा दुईचोटि जित्यो अब अर्को पालो छ है त अब चाहिँ केटीहरुको स्टार्ट है
शिष्य तलाई यता पठाएको बेकार भयो त्यो है ल केटाको विनर र केटीको विनर फाइनल है त ल वेट वेट फाइनलमा आइपुगेर हार्यो हामीले चिटिङ गरेरसँग हल्का चिटिङ भएको देख्छ यहाँ सबै है समिताई पुरै डोरीमा झुन्डिदियो क्या कहाँको समिताई पर सब हाम्रो अडियन्सहरू पनि थुप्रै आएको छ है हाम्रो गेम इम्प्रेन्स देख्दै ड्रोन छड हान्दिउँ क्या सकेन दुईचोटि यत्रो ज्याङ्गे ज्याङ्गो भएर नि दुईचोटि पनि सक्दैन दुईचोटि गर्न सक्दैन मोटोले तान्दैन मोबाइल यहीँ छ ठिक छ मोटो अझै हुन्छ गेम भरदाहरूको इन्टरभ्यू दिन्छौँ न अब ल तपाईँ त डोडी झुन्डै भएर त तपाईँले त्यो लास्ट टाइम झेली गरे है भिडियो देखिरहेछ हेलो भरतजी इन्टरभ्यू लिनु आउनु पऱ्यो सुरुमा अनि 2 गेम हारेकोमा कस्तो के भइरहेछ कस्तो हारेको हामीले हारेकै होइन लडायो ओहो हामी त लड्यो साथी हार्दैमा के कस्तो के ल यस्तो कुइनामा केमा छ अलिकति यस्तो खेल्नु नपर्यो नि आमा बस आमा छोरा छोरा आमा आमा तान्नु तान्नु उतापट्टि जित्यो ल बाइ 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 जित्यो टिम उतापट्टिको विनर अब अर्कोचोटि तिमीले केटी छान्ने कुदिनुपर्छ है उसलाई धेरै हुन्छ होला हौ 5 मा त 10 वटा रहेछ के दुईटा बुढा एउटा बुढा अब एउटा फर्स्ट म बिगाड्द त पाँचवटा ओडको हिन्दी होइन हिन्दी हम साथ साथ हो रामायण महाभारत रामायण रामायण धनुष राम लक्ष्मण दुर्नु भाइ राम खोला ल बगेको नदी पानी झरना नाला 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 खोला ढल कम्मर पटुकी छमछम भैला भइ घ राम सक्यो के थियो भने राम कलम दिने कि सुनिएर
आउँछ कलम त्यसै टाढै भइहाल्छ नि कलमले दिने कि उदिने जसले दिए पनि हुन्छ नभए हामीले यता दिने हैन यिनीले हेरेछ सुनाएछ ए हेट कसले गर्ने नेपाली दिने हो सेतो बाघ ए दिदी दिदी सेतो बाघ त्यो पनि अहिले चाहिँ हामीले तल ल्याएको छ फिल्मको नाम चाहिँ सेतो बाघ छ अब हेरौँ एक्टिङ कसरी गर्छ है त बिरालो 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 क्या बिरालो बाघ ओटिस हेर राजे समाल के भयो यस्तो हेड टी-शर्ट टी-शर्ट नाइके मोबाइल ए यहाँ हेर नाइके ना ए सिक्री सिक्री नाइके बाघ यो बिमल तामाङ हो यो बिमल तामाङ हो मोबाइल नाइके बाघ ठिक छ ह्यापी बर्थडे झ्यापे झ्यापे बाघ अगाडि भने जंगलमा छ भने के नाइके बाघ नाइक अरे अरे पालि चाहिँ अलिक पढा भन्नुहोस् के हुन्छ हुन्छ नि कस्तो गाह्रो हुँदैन बुझ्नलाई तपाईँको नि त्यस्तो गर्न पाइन्छ के ल भन्नु हम तुम साथ साथ है हम री तुम ए हम तुमसे प्यार करते हैं हम तुमसे प्यार प्यार मोहब्बत हम तुमसे प्यार मोहब्बत ए भाइ प्यार नहीं करते कता छोडा हम तुमसे प्यार हम तुमसे प्यार देखेंगे प्यार से देखेंगे हम तुमसे प्यार मोहब्बत से देखेंगे हामी तुमसे प्यार हो गए चुपके रे कतिवटा मिथुन दादा टाइम अप के हो मुभी चाहिँ कलम
भात डेन्जर हालेर राख त मान्छे यसलाई भ्याउँछु होला मैले सागर मलाई ल्याऊ ल Do ba 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 do do ba do boo do a boo ba do ba do boo boo ba do ba do ba do ba do ba do do ba do boo यो सकेर कि नसकेर खानु यार a boo ba do ba do boo boo ba do आजको भ्लग यति नै अब इन गरिदिनु पर्ने हुन्छ आज फोटोसुट हुँदैछ हाम्रो ग्रुपको समुद्र ल फोटोसुट सक्यो अब हाम्रो भ्लग पनि कसको थियो यो ब्याग मारेर नफाल ल आजको प्रोग्राम सक्यो यति नै थियो अब भ्लग पनि यहीँ गरिदिनु पर्ने हुन्छ ठ्याक्कै दरमा गएर हैन त ल मेरो भ्लग हो आउँछ बाइ बाइ एन्ड टेक केयर लाइक शेयर सब्स्क्राइब गर्नु प्लिज